जेमिनाईको यो ट्रेन्डबाट धेरैले आफ्नो फोटोहरू एडिट गर्नुभयो र मैले पनि केही नवरात्रको फोटोहरू एडिट गरेँ। तर पनि अहिले कतिजनालाई यो कुरा थाहा छैन फोटो कहाँ एडिट गर्ने हो, कसरी एडिट गर्ने हो र फोटो एडिट गर्दाखेरि के लेख्नुपर्ने हो भने आउनुस् म सिकाउँछु एक क्लिकमा। चलो भाइ देखो। सबभन्दा पहिला गुगलमा जानुहोस् र टाइप गर्नुहोस् GEMINI जेमिनाई र सिलेक्ट गर्नुहोस् गुगल जेमिनाई। त्यहाँ गएर आफूले एडिट गर्न खोजेको फोटोको एउटा रेफरेन्स दिनुहोस्। फोटो सिलेक्ट गर्दाखेरि आफ्नो कान, नाक, आँख क्लियर भएको फोटो सिलेक्ट गर्नुहोला। रेफरेन्स दिइसकेपछि आफ्नो फोटोमा के एडिट गर्ने हो, कुन ओकेजनको लागि एडिट गर्ने हो त्यसको बारेमा प्रम्प्ट लेख्नुपर्ने हुन्छ। मैले तपाईहरुको लागि नवरात्रको सबै प्रम्प्टहरू डिस्क्रिप्सनमा लेखिदिने छु। तपाईहरुले सिधै कपी गरेर पेस्ट गरेर आफ्नो फोटो एडिट गर्न सक्नुहुन्छ। प्रम्प्ट लेखिसकेपछि मेसेज पठाए जस्तै सेन्ड गरिदिनुहोस् र एकैछिन वेट गर्नुहोस्, फोटो तयार गरिदिनेछ। तयार भइसकेको फोटोलाई राइट साइडमा भएको डाउनलोड बटनमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ। यो तरिकाबाट तपाईले जुनसुकै ओकेजनको लागि दिवाली, छठ, दशहरा जुनसुकै पर्वको लागि तपाईले सिम्पली एक क्लिकमा फोटो एडिट गर्न सक्नुहुन्छ। भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर पक्कै गरिदिनु होला है त।